मास मिडिया, हामीलाई अहिले नै सब्स्क्राइब गर्नुहोला। राज्य आतंकमा लागेको छ। देशभरि नयाँ युवा साथीहरूलाई कसरी थुन्ने र यिनीहरूले भ्रष्टाचार गरिरहने भन्ने जुन पछिल्लो पटक प्रवृत्ति देखिएको छ। हिजो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बेडभित्रै गएर पक्राउ गरेको छ र अदालतले पक्राउ पर्ची जारी गर्यो भने अहिले पनि अदालतले पक्राउ पर्ची जारीको जीवी राई कहाँ छन्? अहिलेको गृहमन्त्रीलाई मेरो अपिल छ, अनुरोध छ, जीवी राईलाई चाहिँ पक्राउ पर्ची आइसकेका छ। जीवी राई चाहिँ कहाँ लुकेर बसेका छन्? यी जीवी राईले पक्राउ गर्न किन सक्नु भएन? जीवी राईसँग तपाईँले कति पैसा खानुभयो? जीवी राईले अरबौं रुपैयाँ भ्रष्टाचार गरिसकेपछि, अरबौं रुपैयाँ सहकारीको ठगिसकेपछि त्यो कति कति पैसा तपाईँलाई दिनुभयो? अहिलेको गृहमन्त्रीलाई मेरो प्रश्न र प्रधानमन्त्रीलाई मेरो प्रश्न, जीवी राईलाई चाहिँ तपाईँलाई पक्राउ गर्न चाहिँ कसले रोक्यो? आज देशभरि जीवी राईको खोजी भएको छ। अहिले जीवी राईको मुद्दा ओझेलमा पनि परेको छ र जसरी जीवी राईलाई तपाईँले अहिलेसम्म यत्रो 6-7 महिना सरकारमा जाँदासम्म जीवी राई ल्याउन सक्नुभएको छैन। तपाईँहरूको जीवी राईको भित्रको चाहिँ अहिले पनि म साथीहरूलाई धेरैलाई अपिल गर्छु भने यो भिडियो धेरैभन्दा धेरै प्रधानमन्त्री कहाँ पनि पुर्याइदिन अपिल र अनुरोध गर्न चाहन्छु। मेरा साथीहरू हो, यो किन जीवी राईलाई पक्राउ गर्नुभएको छैन? कति पैसा खाइयो जीवी राईबाट? यसको हिसाब किताब चाहिँ अब गर्नुपर्ने आवश्यकता देखिन्छ। जीवी राईलाई के कारणले गर्दा उन्मुक्ति दिइयो र रवि लामिछानेलाई के कारणले गर्दा पटक पटक दुःख दिइएको छ? आज रवि लामिछानेको मुद्दा अहिले पनि म के भन्छु भने अदालतमा जसरी अदालतलाई प्रयोग गरिरहेका छौँ तपाईँहरूले, अदालत पनि कस्तो छ तपाईँलाई थाहा छ नि त। पार्टीका कार्यकर्ताहरू नियुक्ति गर्ने चलन छ अहिले अदालतमा, तपाईँलाई स्पष्ट थाहा भएको कुरा हो। सम्मानित अदालतका विरुद्धमा हामीले बोल्नु हुँदैन, हामीलाई थाहा छ। तर अदालतमा जसरी न्यायाधीश नियुक्ति गर्ने प्रक्रिया छ यो देशमा, त्यो प्रक्रियाले कहीँ न कहीँ त शङ्का उत्पन्न गराउँछ। त्यो कुरा त हामीलाई स्पष्ट थाहा भएको कुरा हो। सम्मानित अदालतको आदेशलाई हामीले स्वीकार गर्छौँ, तर यसको मतलब यो होइन कि कसैलाई काखा र कसैलाई पाखा गर्ने अधिकार चाहिँ अदालतको छैन छ जस्तो मलाई लाग्दैन। आज जसरी यिनीहरूले रवि लामिछानेलाई थुने, यिनीहरूले भ्रष्टाचार जीवी राई पक्रिन सक्दैनन्। यिनीहरू खै त जीवी राईले पनि त पक्राउ पर्ची जारी गरेको छ त। कहाँ छ त जीवी राई? कुन ठाउँमा छ? जीवी राईलाई त ल्याउनु पर्यो त यिनीहरूले। त्यो भए हुनाले म आज पनि भन्छु, एकजना साथीले भन्छ राजाले 521 वर्षदेखि छ, सायद दारू खाएर कुरा गरे होला, असीम भन्नेले। राजाले 240 वर्ष हो, 240 वर्षमा 78 वर्ष सक्करी राज संस्था चल्याओ। 2017 देखि 2046 सम्म चलेको, त्यसलाई स्वर्णिम युग भन्छ। आज जुन स्कुलमा तिमी साथी पढ्छौ नि त्यो पनि 2017 देखि 2046 पढ्ने हो। जुन बाटोमा गुड्छौ नि त्यो पनि 2017 देखि 2046 मा बने हो। राष्ट्रवादी साथीहरूलाई मेरो अपिल छ, अनुरोध छ, एकजना मान्छे पनि डराउने होइन। यो देश यिनीहरूले आर्जेको होइन, यो देश यिनीहरूले बनाएको होइन। जसरी अहिले मुद्दामाथि मुद्दा लगाएर थुन्ने प्रकृति गरेका छौँ, जसरी त्यो भोट भिडियो हेरेर फोटो हेरेर जसरी घर घरमा गएर मान्छेलाई त्रसित पारेर जसरी पक्राउ गरेका छौ, अहिले त प्रमाणित भइसक्यो तिमीहरूले नै पत्रकार रजकलाई मारेका रहेछौ भन्ने कुरा त हिजो पत्रकार रजकको च्याट अहिले बाहिरिएको छ। किन भन्नुभयो रजकले? आज 3-4 वटा कारण छन्। आज हेर्नुहोस्, पहिलो कारण पत्रकार सुरेश रजकको उहाँले दिएको अन्तिम च्याटमा के भनेको छ? मसँगै प्रहरी छ, म माथि पुलिस छ, त्यो पुलिस माथि छ, अरूलाई हान्न जाँदैछ भनेर भन्नुभएको छ। त्यसपछि उहाँ सम्पर्कमा हुनुभएको छैन। यसको मतलब जहाँनिर पत्रकार छन् त्यहीँ नजिकै नेपाल प्रहरी पनि छ। कुन पुलिस छ? सशस्त्र छ कि कुन छ? र अर्को कारण, पटक पटक सशस्त्र प्रहरी त्यो घर चेक गर्न जान्छ, तर चेक गर्न गइसकेपछि उहाँको लास भेटाउँदैन अनि भन्छ माथि कोही पनि छैन, कोही पनि छैन भनेर जनतालाई भ्रमित पार्छ। यो के हो? र अर्को, तिनकुनेको क्षेत्रफल कत्रो छ? तिनकुनेको क्षेत्रफल 100 स्क्वायर मिटर हो। त्यहाँ 1400 पटक राउन्ड गरिएको छ। 1 मिनेटमा 8 वटा भन्दा बढी पटक गोली हानिएको छ। दम र हिम्मत छ भने खुलम खुला आएर गोली हाने हुन्छ, केही डराउनु पर्दैन। यदि हतियारै उठाउनु पर्ने भोलि अवस्था सिर्जित बन्यो भने त्यो पनि गर्छौँ हामी। भोलिको अवस्था सरकारले यदि कुरा त्यो बाध्यका साथ सुनोस्, कान खोलेर सुनोस्, किनभने कोही यहाँ ती सरकारका ती झोलेका ती भ्रष्टाचारीका दासहरू छ भने कान खोलेर सुन। किनभने यो देश पटक पटक लुट्दा बिजोग बनायो। बाटोमा हिँड्दै गरेको मान्छेलाई गोली हानेर मार्ने, पत्रकारलाई जलाएर मार्ने, अझ आगो लगाएर 100 मिटरको त्यो उसमा 1400 वटा गोली हानेपछि अनि तिमीलाई पूजा गरेर बस्छन् ती मान्छेहरूले। बिरालोलाई एउटा घरभित्र थुनेर चारैतर्फबाट कुद्न थाल्यो भने के गर्छ? बिरालोले जता बेटा त्यतै कोतार्दै हिँड्छ। अनि ती भाटबटिनी गर्ने राजावादी हुन्, त्यही वरिपरिका मान्छे हुन् भनेर त प्रमाणित गरिसक्यो।
स्वयं अन्य कोही पार्टीका केन्द्रीय सदस्य त प्रमाणित भएर त्यो राजावादी हुन्, त्यो आगो लाउने राजावादी हुन् पर जडीबुटीमा। यी त काङ्ग्रेस एमालेका भिजनहान्ते कार्यकर्ता हुन् भन्ने त पुष्टि भइसक्यो त। किनभने शान्तिपूर्ण हुन्छ, हामी कसैमाथि ज्यादती गर्दैनौँ, तर हाम्रो आन्दोलनमाथि दबाउने कोसिस गर्छौँ त्यसको मूल्य हामी प्रहरीमाथि पुग्दैनौँ, नेताका घर घरमा पुग्छौँ। यो कुरा याद गर्नु होला। जसले आदेश दिन्छ त्यो आदेशको घर परिवारमा पुग्छौँ। त्यो भावनालाई अपिल छ, मेरो अनुरोध छ, हामी शान्तिपूर्ण गर्छौँ। कसैसँग एकजना मान्छे डराउने होइन, छातीमा हात राखेर भन्ने यी भ्रष्टाचारीलाई सहेर बस्ने कि यिनका विरुद्धमा खडा हुने, एकपटक खडा हुने, 26 गते खडा हुने हो, देशका कुना कन्दराबाट काठमाडौँमा जम्मा हुने हो, नेपालको राष्ट्रिय झण्डा बोक्ने हो, बोक्ने हो, बोक्ने हो, यिनीहरूका विरुद्धमा खडा हुने नै हो। त्यो कार्यकर्ता होइन, कार्यकर्तामा चेत हुन्छ, कार्यकर्तामा राजनीतिक चेतना हुन्छ, कार्यकर्ताले सत्य असत्य के हो त्यसलाई छुट्याउन सक्छ। यो छुट्याउन नसक्ने भिडाहरूका कारणले गर्दा यो देश बर्बाद भएको छ। त्यो भावनाले म भन्छु, कोही पनि नडराउनुहोस्। 26 गते एकजुट बन्ने हो, नेपालको राष्ट्रिय झण्डामा आउने हो। कसका बाउको हिम्मत र दम छ त्यो रोकेर देखाऊ। यो खुलम खुला चुनौती हो, यो चेतावनी हो। हामी आउँछौँ 26 गते, सडकमा आउँछौँ, राष्ट्रिय झण्डा फरफराउँदै आउँछौँ। कसैको दम र हिम्मत छ भने गोली हानेर मार, त्यो क्षमताका साथ हामी प्रस्तुत हुन्छौँ। र अर्को कुरा, काङ्ग्रेसका नेता विश्वप्रकाश शर्माले भन्नुभएछ राजालाई श्रीपेद चुनाव चिन्ह लिएर चुनाव लड। विश्वप्रकाश शर्माजी हेर्नु भएको छ भने, कोही हुनुहुन्छ भने सुनाइदिनु होला। राजाले श्रीपेद लडाएर चुनाव लड्नुहुन्न, तपाईँ माओवादीको समर्थन बिना वडा अध्यक्ष जितेर देखाउनुहोस्। माओवादीको समर्थन बिना पटक पटक तपाईँले चुनाव हारेको याद छ कि छैन? तपाईँ पहिलो 4-5 पटक हारेर पहिलो पटक तपाईँको माओवादीको समर्थनका साथ यसपटक छिर्नु भएको छ। माओवादीको समर्थन बिना तपाईँ चुनाव जितेर आउनुहोस्, त्यसपछि राजालाई चुनौती दिनु होला। गगन थापालाई पनि त्यही भन्छु, माओवादीको समर्थन बिना चुनाव जितेर आउनु गगन थापाजी, त्यसपछि पछिल्लो पटक म तपाईँलाई कुरा गरौँ। र अर्को कुरो, संसारका कुनै पनि देशका राजाले चुनाव लड्दैनन्। कहाँ पढ्छौ हो तिमीहरू? कस्तो शिक्षा पढ्छौ हो? कुन शिक्षा पढ्छौ हो? सिस्टर निर्मलाको कनेक्सन छ क्या हो? यो मदर टेरेसा ग्रुपको विदेशी धर्मको प्रचारकको केही न केही यहाँ लिङ्केज होला, सायद त्यही भएर बरबराउन थाल्नु भएको होला। यो देशमा संसारको कुन, यदि त्यति नै तपाईँसँग क्षमता छ भने, त्यति नै तिमीहरूसँग दम छ भने, यो देशमा कुनै चुनाव होइन, राजा चाहिन्छ कि चाहिँदैन भनेर जनतामा भोट गरेर देखाउनु भने त्यो दिन हामी तिमीहरूलाई स्वीकार्छौँ। दम छ? त्यो आफ्नो नामै लेख्न नसक्ने, नाम पनि लेख्न जान्दैनथे, पार्टीलाई सहयोग गरेको, समानुपातिक परेको, तातो नछारेका मान्छेहरू ल्याएर, त्यो पनि अल्फाबिटा कम्प्लेक्समा बसेर युएसआइडी को फन्ड खाएर अमेरिकनको दलाल बनेर अनि राजा फाल्दिने, हामीले चाहिँ स्वीकार्नु पर्ने तिमीहरूलाई। ल त्यसपछि अर्को कुरा, विश्वप्रकाश गगनलाई मेरो खुला चुनौती हो, खोजेर हेर्नुहोस्। 2066 सालमा पहिलो संविधान सभापछि यो देशमा प्रदेश संरचना चाहिन्छ कि चाहिँदैन? हिन्दू राष्ट्र चाहिन्छ कि चाहिँदैन? यो देशमा राजा चाहिन्छ? तेरो हालत गर्नुपर्छ भन्छु। लु आइजान त हालत ल्याउन। अझ तपाईँहरूको हालत यस्तो बनाउनु पर्छ, एउटा के भन्छ यो केन्द्र ओली भन्ने एउटा भत्तुओ कार्यकर्ता तेरो हालत गर्नुपर्छ भन्छु। लु आइजान त हालत गरौँ। लु खान्छ, आइजाऊ, खुलम खुला हो, ल आइजाऊ, केही टेन्सन छैन। कुन ठाउँमा आउने हो, कहाँ आउने हो, म तयार भएर बसेको छु, त्यसमा केही आपत्ति छैन। राष्ट्रवादी हौँ, नेपालको राष्ट्रिय झण्डा बोक्छौँ, दलालहरूलाई प्रकाश गर्छौँ, यसमा दुई मात्रै छैन। त्यो लुकेर लेख्नु पर्दैन, खुलम खुला आयो भन्छ। म हिजो पनि लडेर आएको मान्छे हो। तिमीहरूको जस्तो कोही माओवादीको एमालेको चम्चागिरी बनाएर तलबाट यसो नै माओवादीले सहयोग गरेर जिते होइन, गगनजी र विश्वप्रकाशजीले जिते जस्तो एक्लै तिमीहरूको गठबन्धनलाई हराएर आएको बुझ्यौ? त्यो डराउनु पर्ने कुनै कारण छैन। चाहे त्यो फिजिकल होस्, चाहे त्यो तपाईँको मतान्तरको कुरा होस्, त्यो भावनाले कोही पनि नडराउनुहोस्। 26 गते एकजुट बन्नुहोस्, राष्ट्रवादी झण्डामा एकजुट बन्नुहोस्। बिगुल फुक्ने हो, फुक्ने हो, फुक्ने हो। आज राजा हुँदैमा देश अविकसित हुने होइन। के थियो? त्रिभुवन विमानस्थल तिमीहरूका नेताले बनाएको, यी टाउके झोले नेताले बनाएको, तिमीहरू गुड्ने बाटो यिनीहरूले बनाएको, तिमीहरू जो स्कुलबाट पढेर आयौ त्यो स्कुल पनि यिनीहरूले बनाएको हो। त्रिचन्द्र क्याम्पस यिनीहरूले बनाएको, त्रिभुवन विश्वविद्यालय यिनीहरूले बनाएको, पूर्वाञ्चल विश्वविद्यालय यिनीहरूले बनाएको, पश्चिमाञ्चल विश्वविद्यालय यिनीहरूले बनाएको। के बनाएको छ यिनीहरू? न स्कुल बनायो। ल हस्पिटलको कुरामा जाउँ।
सुर्खेतको क्षेत्रीय अस्पताल यिनीहरूले बनाएको, अहिले प्रदेश अस्पताल राजा ज्ञानेन्द्र शाहले बनाएको। जुम्ला जाने बाटो यिनीहरूले बनाएको, राजा ज्ञानेन्द्र शाहले बनाएको। ल अब भन्न, सेती अञ्चल अस्पताल यिनीहरूले बनाएको, गण्डकी अञ्चल अस्पताल यिनीहरूले बनाएको, लुम्बिनी अञ्चल अस्पताल यिनीहरूले बनाएको, भेरी अञ्चल अस्पताल यिनीहरूले बनाएको हो, जनकपुर अञ्चल अस्पताल यिनीहरूले बनाएको, वीर हस्पिटल यिनीहरूले बनाएको, टिचिङ यिनीहरूले बनाएको हो, पाटन यिनीहरूले बनाएको। एउटा अस्पताल बनाउन सकेका छैनन् यिनीहरूले 16 वर्षसम्म, प्राइभेट अस्पताल बाहेक। एउटा स्कुल बनाउन सकेका छैनन्, एउटा एयरपोर्ट बनाउन सकेका छैनन्। जम्मा 2टा एयरपोर्ट बनाएको थिए यिनीहरूले, एउटा भैरवा एयरपोर्ट, एउटा पोखरा एयरपोर्ट। आज जाऊ त एउटा प्लेन पनि बस्दैन त्यो एयरपोर्टमा। चाइनाबाट ऋण ल्याएर बनाएका थिए, अरबौं भ्रष्टाचार गरे, 27 अरब 28 अरब 22 अरब। आज ऋण तिर्दा तिर्दा नेपालको ढाड खुस्किसक्यो। अझ पनि यिनीहरूलाई पाल्ने मान्छे, यिनीहरू सयुन मान्छे, यो देशको देशद्रोही नै हो। यो दुई भाषा छैन, देशद्रोही नै हो। यहाँ कुनै कार्यकर्ता होइन, कार्यकर्तामा चेत हुन्छ। यो घरमा काम गर्ने बतुवा कार्यकर्ता हो। हेर एकछिन खाडीमा गएका मान्छेलाई आज देशको उद्योग कारखाना बन्द गरेर गोर्खाली टायर बन्द गर्यौ, वीरगञ्ज चिनी मिल बन्द गर्यौ, वीरगञ्ज कृषि औजार केन्द्र बन्द गर्यौ। आज महावीर फुलले किताब बेचेर चलाउनु पर्ने अवस्था छ। आज देशभरिका 44वटा संस्थान, भिरकुटी काज कारखाना, वीरगञ्ज बुटोल धागो उद्योग, तपाईको विराटनगर जुट मिल, देशभरिका ठुल्ठुला कल कारखाना, बालाजु औद्योगिक केन्द्र, भक्तपुर औद्योगिक केन्द्र, बुटोल औद्योगिक केन्द्र, भरतपुर औद्योगिक केन्द्र, टिकापुर औद्योगिक केन्द्र, नेपालगञ्ज औद्योगिक केन्द्र, देशभरिका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सब उद्योग धन्दा यही झोले कार्यकर्ताले आज बन्द गर्यो। तिमीहरू पार्टीको कार्यकर्ता बन्ने, त्यसका पछाडि कुद्ने, 2-4 पैसा पायो भने ब्रुक ब्रुक उफ्रिने अनि देश बर्बाद गर्ने। अनि तपाईँ हामीले चाहिँ तिमीहरूलाई बाध्य भएर नि तिमीलाई सुनिदिनु पर्ने, हामीले सुनिदिनु पर्ने। तिमीहरू एउटाले लेख्दैछ गणतन्त्र, के गणतन्त्र तिमीहरू ल्याएको हो? फेक आइडीबाट लेख्दैछ एकजना साथीले गणतन्त्र जिन्दाबाद, गणतन्त्र जिन्दाबाद। गणतन्त्र तिमीहरू ल्याएको हो? यो गणतन्त्र हो? गणतन्त्र यदि हो भने अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई तिमीहरूले भोट हाल्न पाउँछौ? असली गणतन्त्रमा त देशको प्रधानमन्त्रीलाई जनताले भोट हाल्न पाउँछ नि, पाउँछौ? अहिलेका यी सांसद तिमीहरूले भोट हालेर जिताएका हो, जो समानुपातिक छन्। आजको परराष्ट्र मन्त्रीलाई तपाईँहरूले जिताएको हो? कोहीको कसैको दम छ, हिम्मत छ तिमीहरूले जिताएको अहिलेको सांसदलाई? हो, समानुपातिकबाट चुनाव हारेका हरुवा चरुवाहरू। आज हेर्नुहोस्, राष्ट्रिय सभाबाट मन्त्री बनेका छन् केही साथीहरू, आज राष्ट्रिय सभाबाट राष्ट्रिय सभाको अध्यक्ष बनेका छन्, राष्ट्रिय सभाका सदस्य बनेका छन्। आज कृष्ण प्रसाद सिटौलालाई तपाईँहरूले चुनाव हराएको हो कि होइन? खै त फेरि आइसके त। यो गणतन्त्र होइन। यदि कसैले यसलाई गणतन्त्र हो भन्यो भने त्यो झोले झम्टे र नेताको चाटुकार कार्यकर्ता हो। यो लुटतन्त्र हो। यो सिधा भाषामा भन्ने भने यो लुटतन्त्र हो। यदि यो लुटतन्त्र होइन भने आज कति भयो वैदेशिक ऋण? एकछिन गएर 27 खरब भयो वैदेशिक ऋण। आज 27 खरब। आज एकजना मान्छे रोजगारी दिन सक्छन् यिनीहरूले? सारा पार्टीका कार्यकर्ता बनाउँछ, झोले झम्टे भरौटे बनाउँछ, ती भरौटेलाई ठेक्का दिन्छ। आज 10 वर्षमा बन्ने, 1 वर्षमा बन्ने बाटो 20 वर्षमा बनाउँदैन यिनीहरू। एउटा पुल बनाउँदाखेरि भ्रष्टाचार गरेर त्यो पुल 5 वर्षभित्र भत्किन्छ। आज देश तहस नहस पारेको छ। विश्वको सबभन्दा सुन्दर देश भएर आज विश्वको सबभन्दा गरिब देशभित्र पर्छ। आज त्यतिसम्म पनि लाज नमानेर यहाँ कमेन्ट लेख्ने मान्छे पनि त्यो नेताको चाटुकार झोले नै हो। त्यो मान्छे नै होइन, त्योसँग मान्छेमा हुने क्षमता छैन। त्यो भावनालाई मेरो अनुरोध के छ भने राष्ट्रवादी साथीहरू, एकजना मान्छे पनि डराउने होइन। कति हान्छ यसले, कति गर्छ? कसैका बाउले आर्जेको वीरताको देश होइन यो। यो स्पष्टका साथ भन्छु। आज नागरिकले शान्तिपूर्ण रूपमा आफ्नो माग राख्न पाउँछन्। यो देशका जनताले राजा चाहन्छन् भने राजा ल्याउँछन्। कसैको बाउको टाउको दुख्नुपर्ने आवश्यकता छैन। कम्बोडियामा पनि राजा फालेका थिए, ल्याए। बेलायतमा पनि राजा फालेका थिए, ल्याए। आज अस्ट्रेलियामा राजा छ, न्युजिल्यान्डमा राजा छ, क्यानाडामा राजा छ। जहाँ अहिले गएर तिमीहरू त्यहाँ लेख्दैछौ नि, दुबई कतारबाट केही साथीहरू, त्यहाँ पनि राजा छ। बुझ्नुभयो? जुन तपाईँको आज एयरपोर्टमा उड्छौ नि, त्यो पनि त्यतिखेरै बनेको। जुन अहिले स्थानीय तहको संरचना छ नि, त्यतिखेर गाउँ पञ्चायत भन्ने थियो, त्यतिखेरै बनेको। जुन अहिले तिमीहरू चुनावमा भोट हाल्छौ नि, त्यो भोट हाल्ने पनि सुधारिएको पञ्चायत 2035 सालबाट सुरु भएको हो। याद गरेर हेर एकछिन है। पहिला पनि चुनाव हुन्थ्यो, पहिला पनि बोल्न पाइन्थ्यो। यदि बोल्न पाइँदैन थियो भने मदन भण्डारीले राजालाई श्रीपोज खोलेर चुनाव लडा कसरी भने पक्राउ गरे। र गगन थापालाई भन्छु, तपाईँले के नारा लाउनु भएको थियो हेर्नु त गगनजी? ले तिमीहरूको यही हो प्रजातन्त्र। खै त तिमीहरू त हिजो खुलमखुला भाषण गर्थ्यौ त।
तिमीलाई त थुन्या त थिएन त गरेछ। तिमीलाई मैले गाली गरेँ भने के हुन्छ? तिमीलाई के भन्छन् भन त? के भन्छन् तिमीलाई? सोसाइटीले के भन्छ त्यो भनिदिउँ म? त्यो भन्न सक्ने त म छैन, किनभने तिमीहरू जस्तो होइन म। त्यो भए हुनाले यस्तो किसिमका यी भित्र खोलेर हेर्नु त यिनको आइडी, यी कुनै प्रचण्डका जुत्ता उठाउने कि विश्व प्रकाशका जुत्ता उठाउने कि गगन थापा जुत्ता उठाउने, यिनीहरू कामै त यो। अनि यिनीहरूले पाउँछन् गाउँमा छोटा तपाईँको के छ ठेक्का, अति छोटा। तिमीहरू जति विरोध गर्छौ नि साथी त्यति हामी सफलता सम्झिन्छौँ, किनकि तिमीहरूको नेचर भनेको भ्रष्टाचारी, देशद्रोही र दलाल हो। दलालहरूले जति हाम्रो विरोध गरे त्यति हामीलाई खुसी लाग्छ, किनकि दलालहरूले आई लभ यु दाइ भन्नु सुरु गऱ्यो भने त हामी पनि भ्रष्टाचारी भयौँ नि त। त्यसमा दुई मत छैन। हामी 27-26 गते काठमाडौँमा भेट्छौँ, एकजुट भएर भेट्छौँ।